एसिसी प्रिमियर कप अन्तर्गतमा रहेर नेपाली टोली आज सेमिफाइनलको खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्न लाग्दैछ। त्यसो त पहिलो खेल अन्तर्गतमा रहेर नेपाली टोलीले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्यो। साउदी अरेबियाको टोलीलाई 8 विकेटले हराउँदै नेपाली टिमले पहिलो खेलबाट नै जितको सुरुवात गर्यो र यसैगरी दोस्रो खेल अन्तर्गतमा रहेर भने नेपाली टोली हङकङसँग प्रतिस्पर्धा गर्यो। हङकङसँग प्रतिस्पर्धा गर्दा पहिलो ब्याटिङ गर्दा टिम नेपालले 270 रन बनायो। जवाफी ब्याटिङमा हङकङको टोली 151 रनमा नै अल आउट हुँदा नेपाली टोली 119 रनको फराकिलो जित हात पार्दै ग्रुप विजेता बन्दै अङ्क तालिकामा पहिलो स्थानमा रहँदै नेपाली टिम सेमिफाइनलको यात्रा तय गर्न सफल रहेको जस अन्तर्गत आज नेपाली टोलीले मलेसियासँग प्रतिस्पर्धा गर्न लाग्दैछ र यो खेल भने नेपाली समयअनुसार 10:45 सुरु हुँदा र यसैगरी ग्रुप डीबाट भने विजेता बन्दै मलेसियाको टोली पनि सेमिफाइनलको यात्रा तय गर्न सफल रहेको र अहिले यति बेला भने खेल सुरु नै भइ नै सकेको छ र आजको यो खेलमा यति नेपाली टिमले जित हासिल गर्न सफल रहनेछ भने फाइनलको यात्रा तय गरेसँगै नेपाली टोली एसिया कप अन्डर 19 एसिया कपमा छनौट हुनेछ र नेपाली टिमलाई हार्दिक शुभकामना भन्दै यस भिडियोबाट भने म बिदा हुन चाहन्छु। हस्त जय नेपाल जय नेपाली क्रिकेट र सँगसँगै हाम्रो यो च्यानललाई सब्स्क्राइब पनि गरेर राख्नु होला। हामी लाइभ कमेन्ट्री लिएर तपाईहरुमाझ उपस्थित रहने गर्दछौँ। क्रिकेटको अपडेट दिनको लागि हाम्रो बिबिकास्ट 20 च्यानललाई सब्स्क्राइब पनि गर्न नभुल्नु होला भन्दै बिदा हुन चाहन्छु। जय नेपाल जय नेपाली क्रिकेट। धन्यवाद।